सो हेलो नमस्ते एभ्रीवान वी गाइज आर फाइन आई होप सबैजना सन्चै हुनुहुन्छ होला म पनि एकदम सन्चै छु न्यू डे न्यू ब्लग। सो गाइज आजको ब्लगमा चाहिँ हजुरहरूलाई स्वागत छ। कहाँदेखि हेर्दै हुनुहुन्छ जस्तो अवस्थाबाट हेर्दै हुनुहुन्छ प्लिज लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने पनि लाइक कमेन्ट एन्ड सब्सक्राइब गर्नु होला। आज चाहिँ एकदम घाम पनि लाएर चाहिँ एकदम सनी पनि भइरहेको छ, देख्न सक्नुहुन्छ एकदम बबाल छ। अनि हेर्नु त कस्तो दामी फुलहरू पनि फुलिरहेका छन् आज है, एकदम घाम पनि लागिरहेको छ। अनि हिजो एकदम पानी परेको थियो अनि हिजो ड्युटी गरेर पनि आयो गाइज। अब नाइट ड्युटी सक्यो हाम्रो। अब एकैचोटि अब आज भोलि 3 दिन बिदा छ। एकैचोटि अब ट्युसडे चाहिँ अब हामी काममा जानुपर्छ। नाइट ड्युटी सिद्धो अब डे स्टार्ट हुन्छ। 3 जना दाइहरूको चाहिँ नाइट ड्युटी स्टार्ट हुन्छ अनि हाम्रो चाहिँ अब ट्युसडेबाट डे ड्युटी स्टार्ट हुन्छ। जस रमाइलो भइरहेको छ काम गर्नको लागि, नयाँ एक्सपिरियन्स बोकिरहेका छौँ हामीले होइन। अब भर्खर काममा स्टार्ट भएको, त्यो आएर 2-3 महिना होल्डमा बस्नु पऱ्यो। आउने बित्तिकै काम पनि हुँदैन रहेछ नि त स्लोभाकियामा। आज कुकुर पनि कराएर छ। हे हेलो दब्रे 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 दब्रे। यहाँ गाउँघरतिर त लास्ट कुकुरहरू कराउँछ, रातभरि कुकुर कराएर सुत्न पनि दिँदैन। काठमाडौँ जस्तै भइसक्यो यहाँ, यति हिँड्यो भने कुकुर कराइहाल्छ। यतातिर फुलहरू देख्न सक्नुहुन्छ बगैँचातिर, हेर्नु त कस्तो दामी दामी फुलहरू। वाह कस्तो दामी है। हामी बस्ने एरिया यही हो नि त, एकदम बबाल छ क्या ठाउँहरू। बस्नको लागि चाहिँ एकदम राम्रो छ क्या यो एरिया। यो चाहिँ लेभिस हो, हामी बस्ने ठाउँको नाम चाहिँ लेभिस हो। एकदम रमाइलो छ यो ठाउँ। अब यहाँ माथितिर चाहिँ हेर्नु न जङ्गलहरू होइन, बबाल छ क्या ठाउँहरू। घुम्नको लागि बस्नको लागि एकदम राम्रो छ। अनि दाइहरूले पनि हिजो नाइट ड्युटी सकेर आउनुभयो। अनि अब रुममा सामानहरू पनि सकिएको थियो नि त। अनि अब नुहाइयो अनि खानासाना खाइयो। अनि अब यसो मार्केटतिर जाउँ न त। अब हिजो मार्केटहरू बन्द थियो नि त, अनि आज चाहिँ मार्केट खुल्दो रहेछ कफल्यान्ड। अनि मार्केट अब यहाँबाट चाहिँ तपाईँको लगभग 15-20 मिनट लाग्दो रहेछ मार्केट पुग्न। अनि हामी अहिले 8जना दाजुहरू र म चाहिँ मार्केट गइरहेको छौँ। अब सामानहरू पनि सकिएको थियो, सामानहरू लिएर आउनु पऱ्यो नि त। अब एक हप्तालाई पुग्ने सामान। अब देख्न सक्नुहुन्छ यतातिर दाइहरू हिँडिरहनु भएको छ है। हिँड्दै फेरि अर्को एउटा नमुना कराउनु थाल्यो। दोब्रे 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 कराउनु थाल्यो। दोब्रे दोब्रे यहाँ त हिँड्नै हुँदैन गाइस। अनि एकदम डर लगाइदिने कि अब यहाँतिर हिँड्दाखेरि पनि कुकुर भुकेर होइन डर लाग्नु आइहाल्छ कि, आएर टोकिदिइहाल्छ कि भन्ने एकदम डर लाग्ने। तर त्यस्तो हुँदैन किनकि यतातिरको यो कुकुरहरूलाई चाहिँ भ्याक्सिन लगाएको हुन्छ, त्यस्तो भएर धेरै डराउनु पर्दैन। एकदम दामी छ ठाउँहरू चाहिँ बस्नको लागि, एकदम मनोरञ्जन हाइजेनिक छ, सफा छ, बाटोहरू पनि देख्न सक्नुहुनेछ। अनि अर्को कुरा के हो भने अब त्यस्तो धेरै इन्फर्मेसन कुराहरू त केही पनि छैन अहिले। स्लोभाकियाको न्यू अपडेटहरू केही पनि आएको छैन। अब अप्रिल 8मा थियो VFXको डेट, त्यो सके पछाडि अब अर्को मन्थमा कहिले छ त्यो हेर्नुपर्छ। मलाई पनि एक्ज्याक्टली थाहा छैन, मैले हेरेरै भन्ने हो होइन। अब कहाँदेखि हेर्दै हुनुहुन्छ होइन, अब यदि अब नेपालीहरू दाजुभाइहरू स्लोभाकियातिरै हुनुहुन्छ भने कुन ठाउँमा हुनुहुन्छ प्लिज कमेन्ट गर्नु होला। म बस्ने सिटी चाहिँ लेभिस हो, सिटी नै भनौँ न, टाउन सिटी नै हो यो एरिया नै। बस्नुको लागि एकदम आनन्द छ, घरहरू यस्तो छ हेर्नु त। अनि एकजना हाम्रो दाइ हुनुहुन्छ यहाँ, अब दाइको नयाँ एक्सपिरियन्स सुनौँ। अनि के छ दाइ तपाईँको नयाँ नौलो भन्नुहोस्। के छ काम छ, यही हो 12 घन्टा ड्युटी गरौँ, 5 दिन छुट्टी हुन्छ है। अब पहिला त हप्ताको 2 दिन हुन्थ्यो, अहिले यहाँको सार्वजनिक विधाले गर्दाखेरि अब 5 दिन छुट्टी छ। अब 5 दिन छुट्टीमा कति सुत्नु भनेर यसो बाहिरको वातावरण बुझौँ। अनि सामानहरू पनि लिएर आउँ। अब मार्केट पनि अब यहाँ हामीलाई फेरि थाहै पाइँदैन, कति बेला खुल्छ कति बेला बन्द हुन्छ होइन। 4-5 दिन छुट्टी छ, 4-5 दिनलाई अब त्यही हो। अब नेपालीले चामलै हो किन्ने, अब अरू त गुन्द्रुक ल्याउँछ, गुन्द्रुकको झोल खाइहाल्छ। त्यही नै हो, दाइले अब भनिहाल्नु भयो। उहाँ हामी सँगसँगै VFX गर्नुभएको के, अनि भेट भएको थिएन। अनि दाइहरूको चाहिँ अगाडि नै फ्लाइट भइसकेको थियो, हाम्रो चाहिँ बिचमा यो
यता बन्द थियो नि त, क्रिसमसहरू हुन्थ्यो नि त, अनि त्यति बेला नै हाम्रो फ्लाइटहरू बन्द गरेको थियो क्या, यता कम्पनीले बन्द गरेको थियो। अनि त्यस पछाडि हामी 3 महिना पछाडि आएको। अनि अहिले चाहिँ हामी सँगसँगै बसिरहेका छौँ क्या। अब हामीसँग भिएफएक्स गर्ने साथीहरू चाहिँ अरू अरू काममा छन्, अनि हामी चाहिँ अरू अरू दाइहरूसँग यता परेका छौँ क्या लेबिसमा। अनि अब यस्तै हो गाइस। अब प्रायः अब नेपाली दाजुभाइहरू चाहिँ हाम्रो स्लोभाकियातिरै हुनुहुन्छ होला होइन। अब ठिकै छ, अब कोही साथीहरूले काम नि नपाइरहनु हुनसक्छ, कोही मान्छेहरू भागिरहेको पनि हुनसक्छ हो। त्यो अब मैले अघिल्लो भिडियोमा पनि मैले भनेको छु, अब कार्ड नबनुन्जेल चाहिँ तपाईँहरू कतै जानु हुँदैन, किनकि भोलि कार्ड यहीँ बन्यो भने सजिलो हुन्छ, टिआरसी लिन पाइयो होइन, अनि काम चेन्ज गर्नु पनि पाइयो। त्यो भएर हो, नत्र त अब कार्ड नबन्ने हो भने भाग्दा नि केही पनि फरक पर्दैन, किनकि हामी नि त्यही कार्डको पर्खाइमै बसिरहेका छौँ। भोलि अब कार्ड बनेपछि त हामीले राम्रो काम पायौँ अथवा कम्पनी चेन्ज गर्न पनि पायौँ नि त होइन। अब त्यही नै हो, अरू त्यस्तो धेरै महत्त्वपूर्ण कुराहरू त केही पनि छैन। अब मैले चाहिँ खासमा मेरो चाहिँ भ्लगिङ इन्टरटेनमेन्ट गर्ने भ्लगिङ हो होइन। अब मैले इन्फर्मेसन दिने भ्लग त मैले बनाउने होइन। अब जे छ मैले स्लोभाकिया आएर चाहिँ मैले यसो हेरेँ कि अब यहाँ चाहिँ धेरैजना साथीहरूले चाहिँ यहाँ भ्लगिङ पनि गर्दो रहेछन् होइन। अनि अब मैले नि यसो के छ त अब स्लोभाकियामा नेपाली दाजुभाइहरूले पनि दुःख पाइरहेका छन् होइन। अब दिउँ त केही इन्फर्मेसन कुराहरू दिउँ न त भनेर मैले नि एउटा दुईवटा भिडियोहरू अपलोड गरेको थियौँ होइन। अब त्यहाँ धेरैजना साथीहरूले सोधिरहनु भएको छ स्लोभाकिया कसरी आउने होइन, एनतेन यस्तो कुराहरू सोधिरहनु भएको छ, कति लागत। अब यस्तो हुन्छ साथी के भने लागत चाहिँ मलाई एक्ज्याक्टली थाहा हुँदैन, तपाईँहरू अब एजेन्ट मार्फत हो कि अब मेन पावर मार्फत हो, त्यो अब उनीहरूको अनुसार पैसा लिन्छ, त्यो एक्ज्याक्टली मलाई पनि थाहा हुँदैन। त्यो भएर विचार गरेर आउनु होला। विदेश आउने भन्ने बित्तिकै हाम फालेर नआउनु होला, त्यो डिटेल सबै कुरा बुझेर मात्र आउनु होला। 12 घन्टा ड्युटी गरिन्छ हेर्नुहोस्, बिहान 6 बजेदेखि बेलुका 6 बजीसम्म 12 घन्टा ड्युटी गरिन्छ। अनि नाइट सिफ्ट र डे शिफ्ट छुट्याइदिएर चाहिँ हाम्रो नाइट सिफ्ट सिद्धिसक्यो। अरू 3जना दाइहरूको चाहिँ अब नाइट सिफ्ट सुरु भयो। अब हाम्रो डे सिफ्ट हुन्छ मङ्गलबार, 12 घन्टा ड्युटी गरिन्छ, आइन्छ, थकेले लोथ भइन्छ। काम धेरै त्यस्तो धेरै छैन। कुकुरहरू फेरि कराउनु थाल्यो, डर लगाउने क्या कुकुरहरूले त। यस्तै हो क्या गाउँघरतिरको कुकुरहरू कराएको गर्छ कि त्यति धेरै पाल्दो रहेछ नि त, अनि कराएको गर्छ। अब त्यही नै हो, 12 घन्टा ड्युटी गरिन्छ, लोसँग थाकिन्छ। अनि रुममा आयो, खानासाना खायो, सुत्यो, भोलिपल्ट फेरि काममा गयो। यस्तै हो, हप्ताको 5 दिन काम हुन्छ, 2 दिन सुत्नुपर्छ। अनि अहिले चाहिँ 3 दिन बिताएको क्या यता। यो चाहिँ तपाईँको स्लोभाकियामा चाहिँ त्यो जिजस क्राइम भन्ने मान्छे चाहिँ बितेको रहेछ नि त अगाडि, धेरै वर्ष अगाडि त्यो जिजस क्राइम भन्ने यहाँको व्यक्ति चाहिँ बितेको रहेछ। अनि त्यही पर्व यिनीहरूले मनाउँदो रहेछ कि त्यही सम्बन्धी केही होला नि त, अब हामीलाई पनि थाहा छैन होइन। त्यही भएर बिदा हुँदो रहेछ क्या 2-4 दिन। अनि अब हाम्रो चाहिँ मङ्गलबार काम हुन्छ। त्यही नै हो गाइज। अब अरू त त्यस्तो धेरै कुराहरू त केही पनि छैन। अब यदि अब साथीहरू स्लोभाकिया हुनुहुन्छ भने काम पाउनु भएको छैन भने बिस्तारै काम सुरु हुन्छ, आत्तिनु हुँदैन भन्ने बित्तिकै अब विदेश नआउनु आइसके पछाडि अब त्यत्रो 12-13 लाख खर्च गरेर आउनुहुन्छ ब्याजमा होइन। अब तपाईँको त्यति ऋण तिर्नलाई 1 वर्ष लाग्छ। अनि तपाईँको भविष्य बनाउनु पऱ्यो, भविष्य बनाउने भनेर त आउने हो नि होइन र। अनि आफ्नो करियर बनाउनु पऱ्यो, त्यही हो। गाह्रो छ भने जस्तो सजिलो छैन विदेश, एकदम गाह्रो छ है। मान्छेले चाहिँ युरोप भन्छन् है, युरोपमा सोचेको जस्तो छैन। अब महिनाकै 3-4 लाख कमाइन्छ भन्छन् अरूले होइन, त्यस्तो कमाइँदैन। महिनाको तपाईँको खाएर बचाउनु भने लगभग 1 लाख जति चाहिँ बच्छ। त्यही पनि अब कुनै बेला बिदाहरू धेरै भइदियो भने त अनि खाना पऱ्यो, गाह्रो छ। अब त्यही खानालाई त्यही पैसा कमाउनु पऱ्यो। नेपाल पठाउँदाखेरि त्यही हो 80-90 हजारसम्म जान्छ अरे अरू साथीहरूले भन्नुभयो, यहाँ दाजुहरूले पनि भन्नुभयो त्यस्तो हुन्छ अरे। अब
धेरै नै बचायो भने 1 लाखसम्म चाहिँ बचाउन सकिन्छ अरे। अनि हामीले थाहा पाएका छौँ। अब हाम्रो नि 1 मन्थ मरेको छैन, मन्थ मरिसकेपछि ग्याप भएर अर्को मन्थमा आउँछ अरे। किनकि अगाडि नेपाली दाजुहरू यहाँ आउँदाखेरि चाहिँ 1 महिना काम गरेर चाहिँ भागे अरे। अनि त्यो पछाडि चाहिँ अनि यहाँको कम्पनीहरूले चाहिँ 1 महिनालाई चाहिँ बरु एडभान्स 50 युरो एडभान्स, हप्ताको एकचोटि एडभान्स दिन्छ अरे। अनि त्यो महिना मरिसकेपछि अर्को महिनामा चाहिँ त्यो अघिल्लो महिनाको स्यालेरी चाहिँ दिन्छ अरे भन्छन्। त्यस्तो रहेछ क्या कुरो बुझ्दाखेरि। अब त्यो पनि एक्ज्याक्टली त्यो राम्रै हो, किनकि अब 1 महिना स्यालेरी हातमा परिसकेपछि त मान्छेहरू भागिदिन्छन् होइन। त्यो भएर कम्पनीले राम्रै गरे जस्तो लाग्छ है मलाई चाहिँ। अब सो गाइस अहिले चाहिँ हामी कफल्यान्ड मार्केट आइसकेका छौँ। यतातिर देख्न सक्नुहुनेछ कफल्यान्ड मार्केट बवाल छ ठाउँहरू हेर्नु त। हिजो बन्द थियो नि त, अनि आज चाहिँ खुलेछ। अब हामी सामान किन्न भित्र जान्छौँ। आज भिड छ, एकदम भिड लागिरहेको छ। हाम्रो नेपालतिर के अरे हाट बजार भने जस्तै यहाँ पनि एकदम भिड लागिरहेको छ। अब यो टरले लिएर जानुपर्छ अनि भित्र सामानहरू निकाल्नुपर्छ। वेदरहरू पनि एकदम बवाल भइरहेको छ। यतातिर देख्न सक्नुहुनेछ हरियाली है, बवाल होइन त। खतरा छ नि कफल्यान्ड मार्केट। यो यहाँ चाहिँ लास्ट महँगो हुन थालेको क्या। लिडिलमा चाहिँ एकदम सस्तो थियो सामानहरू, यो कफल्यान्डमा चाहिँ एकदम महँगो हुन थालेको क्या सामान। अस्ति अघिल्लो हप्ता 30-35 युरोको सामान लिएर गएको, केही पनि आउँदैन क्या 30-35 युरोमा क्या। 30-35 युरो नेपालमा साट्दाखेरि लगभग तपाईँको 5-6 हजार हुन्छ। अनि यहाँ त अब 30-35 युरोमा केही पनि सामानै नआउने क्या। यो लिडिलमा भयो एकदम सस्तो सामान पाइन्थ्यो। अब लिडिल यहाँ वरपर छैन, एकदम टाढा छ। त्यो भएर कफल्यान्डबाटै लिएर जानुपर्छ सामान। अब जे जस्तो भए पनि खानै पर्यो, काम गर्नै पर्यो गाइस। गाह्रो छ युरोपमा भने जस्तो सजिलो छैन। सो गाइस हामी भित्र छिरिसकेका छौँ। लास्ट प्याक छ हेर्नु त भित्र यता मान्छेहरू। अब भोलि नि बिदा, पर्सि नि बिदा, निकोर्सि नि बिदा। अनि त्यो भएर आज एक दिन चाहिँ मार्केट खोलेको थियो, त्यो भएर मान्छे लास्ट प्याक भइरह्यो नि त। गाह्रो छ हजुर, गाह्रो छ। ल अब हामी सामानहरू हाल्छौँ अनि अब लास्टमा अहिले भेट्नुपर्छ है त हामी। सो फाइनली गाइस अहिले चाहिँ हामी मार्केटबाट निस्किसकेका छौँ। यता साथमा दाइ पनि हुनुहुन्छ, यता दुईपट्टि हातमा सामान झुन्डाउँदै हुनुहुन्छ। अनि यता मैले पनि झुन्डाइरहेको छु। अरू दाइ चाहिँ उतापट्टिबाट जाने रे, अहिले उतापट्टि भेट हुन्छ हाम्रो। अब त्यही नै हो, अरू त अब के भन्नु र, यस्तै हो। अब 1 हप्तालाई पुग्ने सामान चाहिँ किनेर हिँडियो। अब रुममा पुग्दाखेरि 15 मिनट लाग्छ। त्यही नै हो गाइस। अब हामी फेरि नेक्स्ट भिडियोमा हामी फेरि भेट्ने नै छौँ। केही नयाँ कुरो, केही इन्फर्मेसन, नयाँ कुरोहरू केही आयो भने म हजुरहरूलाई अपडेट गर्ने नै छु स्लोभाकियाको बारेमा। अब यति भन्दै म हजुरहरूको सामुबाट बिदा हुन चाहेँ। भिडियोलाई चाहिँ अन्तिमसम्म हेरिदिनु होला भएकोमा धेरै धेरै धन्यवाद। कहाँदेखि हेरिदिनु भयो होला। अब ठिकै छ। अब लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्नु नभुल्नु होला। आगामी दिनमा पनि म हजुरहरू सामु यस्तै नयाँ इन्फर्मेसन अथवा रोमान्टिक भिडियोहरू लिएर चाहिँ म हजुरहरूको सामु उपस्थित हुनेछु भन्दै हजुरहरूको सामुबाट म बिदा हुन चाहेँ। नमस्कार।